हाम्रो ढिलासैनी मन्दिर हामी आइपुगेका छौँ र अनि हामी रतेडी आएको अवस्था यहाँ मान्छेहरूको ढिलासैनी मन्दिर भगवती मन्दिर धमादार यहाँ हुनेछ। हामी रतेडी भन्ने एउटा हुन्छ नि रत्तेौलीमा आइपुगेका छौँ। यहाँ सबैले हेरिदिनु अनुरोध गरिन। रातिमा देउडा कार्यक्रम छ होइन, राति देउडा कार्यक्रम छ। अनि यस्तो छ, अब 5-6वटा राङ्गा भइसकेका छन्। यिनीहरू भोलि काटिन्छन् भगवती माता मन्दिरमा होइन, ढिलासैनी तल्लादेहीमा 5वटा राङ्गा पनि यस्तो छन्। भोलि जात्रा हो, आज रतेडी होइन। हामी गइसकेका छौँ। यस्तो यस्तो छ होइन, के भनेको छ होइन, उपयुक्त सम्बन्धमा यस्तो यस्तो धनबहादुर बोहरा रहेछ अध्यक्ष सर। यस्तो भित्र यस्तो छैन, भित्र यस्तो छ ढिलासैनी भगवती मन्दिर। यस्तो यस्तो छ, यो एकै रातमा बनाएको हो भन्ने छन्। अब कस्तो हुन्छ हामीलाई पनि थाहा होइन। त्यस्तो भइरहेको छ। भक्तजनहरूको यहाँ घुइँचो लागिसकेको छ। भक्तजनहरू भित्र धेरै छन्। यहाँ भित्र प्रवेश गरिसक्नु भएको छ सबै भक्तजनहरूले। यस्तो छ, भगवती माताले हामीहरूको रक्षा गरून् भन्ने मलाई आशा र विश्वास बोकेर म यहाँसम्म आइपुगेको छु। आज कसैले मेरो सङ्गतमा नआए पनि म एक्लै आएर यहाँ आइसकेको छु। यस्तो छ, हजुरहरूलाई म हजुरहरूको माझ म देखाउन चाहेको छु। गइरहेको छु, हेरिसक्नु भएको छ हजुरहरूले। यस्तो छ मन्दिर होइन। यस्तो आएको छु। भोलि यहाँबाट गइन्छ। 6-7 सालपछि म यहाँको दर्शन, भगवती माताको दर्शन गर्न गइरहेको छु। हजुरहरू हेरिदिनु हुनु गरिन्छ। यस्तो हो, भगवती माताले सबैको रक्षा गरून् म यही भन्न गइरहेको छु। भगवती माताले सबै दाजुभाइ, इष्टमित्र, दिदीबहिनी सबैको रक्षा गरून्। इष्टमित्र सबै, मलाई चिन्नु हुने चिन्नु नहुने सम्पूर्ण मेरा महानुभावहरूलाई म भन्न गइरहेको छु। मेरो भगवती माताले सबैको रक्षा गरून् यही भन्न चाहन्छु। यस्तो भइरहेको। आज त केही छैन माहौल त्यति बजारहरूको पनि, भोलि हुन्छ सायद। यस्तो आज त खाली छ, चौरहरू खाली छ। यस्तो छ, केटाकेटीहरूले खेलिरहेछ नि, राङ्गा छ होइन। ढिलासैनी भगवती माताले सबैको रक्षा गरून्। जय हो ढिलासैनी माता। हाम्रो गुरु हुनुहुन्छ यहाँ। हो कि बेला गीत हो कि कति दिन